हेलो एभ्रिवान, गुड मर्निङ, नमस्कार। यहाँहरू सबैजनालाई रामजित अफिसियलमा हार्दिक स्वागत छ। यहाँहरू सबैजना सन्चै रहनुहुन्छ होला भन्ने पूर्ण आशा लिएको छु। आज चाहिँ यसो सानो भिडियो बनाउन लागिरहेको छु। भिडियो तपाईँहरूले सबैजनाले सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ होला भन्ने पूर्ण आशा लिएको छु। आज चाहिँ हामी यसो खान पऱ्यो नि त, खाना पऱ्यो। खानालाई यसो चाहियो सामानहरू बाहिर सानो लिएर जाँदैछु हटिया जस्तोमा। यहाँका सानो हटियाहरू के कस्तो हुन्छ सामानहरू देखाउने सानो भिडियो बनाउन लागिरहेको छु। भिडियो चाहिँ तपाईँहरूले सबैजनाले अल्छी नगरी सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला र भिडियो हेरिसकेपछि सबैजनाले लाइक, कमेन्ट र सब्सक्राइब गर्नु नबिर्सिनु होला भन्न पूर्ण आशा लिएको छु। भिडियो चाहिँ हेर्दै गर्नु होला। आज के कस्तो हुन्छ सामानहरू यसो हल्का रासनहरू लिन लागिरहेको छु। यहाँनिर रासनहरू के कस्तो हुनेछ तपाईँहरूलाई म देखाउने कोसिस गर्दैछु र भिडियो चाहिँ पुरा हेरिदिनु होला। हस् त, धन्यवाद। बाटो गयो कताको बाटो मासुहरू यहाँ फरक यसको यो खाल्दै यसको खाल्दै यसको खाल्दै खुट्टा यो बलेको रहेछ माछा माछा मरेको माछा खाँदै पत्र माछा फरक फरक किसिमको माछा फरक फरक किसिमको अब चाहिँ हामी के अरे रासन किन्न आएको हो। यो माछा के खानु कुन माछा हो दसौँको बाबी आलु धैरै हाम्रो चाहिँ नेपालमा चाहिँ लौका यस्तो हुन्छ के अरे खालिन्छ। यहाँ चाहिँ लौका यसरी टमाटरको लौका यस्तो पुरा टमाटर यहाँ काँक्रा हो। यहाँ खालको काँक्रा मैले पनि हालिसकेँ। टमाटर के गर्ने खालको नेपालमा फर्सी यस्तो हुन्छ। यहाँ फर्सी केजी कति गर्यो? 4 रुपियाँ केजी, 4 रुपियाँ फर्सी। काँक्रा चाहिँ सस्तो रहेछ। फर्सी यस्तो महँगो हुन्छ। बोडी चाहिँ यो खालको भयो। यो बोडी चाहिँ राम्रो छैन। बन्दाहरू यस्तो भयो, खासै राम्रो छैन। कागती यो प्रकारले भयो। अब यो के यस्तो पनि बेच्छ करेला के हो के काँक्रा यो बेला कोभिडले फालिन्छ र कोभिडले यसरी पुऱ्याएर खानुपर्छ।
खालको सब खाने भन्छ यहाँले किनेर खाने। अब यो के हो हेर्नु यस्तै चिचिन्डा होला। योसँग कस्तो महँगो के हो यो खानेकुराहरू। भान्टा भयो भान्टा लौकाई त्यहाँनिर काउली बन्दा ठुल्ठुलो छ। भान्टा यो रातो बन्दा यस्तो राम्रो छ भनेर सब यस्तै। कोही कटर वाटरमेलन खरबुजा भइगयो। आँप यस्ता मेवा आँप चाहिँ राम्रो रहेछ भर्खर पाके है राम्रो छ। वाटरमेलन चाहिँ कति ठुल्ठुलो वाटरमेलन। कोही कटर यो के हो जुनार कागती नै हो। स्याउ यो अर्कै प्रकारको स्याउ हरियो स्याउ रातो स्याउ साला हल्ला गरे स्याउ भयो। सुन्तला प्याक गरिसकेको सुन्तला हरियो स्याउ दाल मुङको दाल ये खालको हो। बटम के खालको दाल प्याकेटको दाल। टमाटर राम्रो रहेछ टमाटर भइगयो। घन्टा काँक्रो लौका नेपालमा फालिन्छ। यहाँ यसरी किनेर खानुपर्छ लौका। साग चाहिँ यो खालका हुन्छन्। यो साग के साग हो सागहरू फरकको सागहरू हामीले खाने खालको सागहरू 250 ग्रामलाई 3 रिङ्गेट 4 रिङ्गेट भनेको यति सागलाई कति 4 तिया 12 3 तिया 150 रुपियाँ यति साग किनेर खान सक्छ। साग 150 रुपियाँ साग। अब यहाँ यो खालको सागहरू तेल चाहिँ यहाँ यस्तो बोतलबाट आउँछ तेलहरू चाहिँ तर लास्ट टाइम म अब 33 रुपियाँ तेलहरू। चामल है चामलको प्राइस सँगले चाहिँ चामलको रेटहरू यो चामलहरू 50 60 68 चामल का गोदाम खानु नसक्ने हो। 829 रुपियाँ यस्तो महँगो यार। सेलरी आउँछ 1700 एउटालाई 829 रुपियाँ। हेर्न बुबुको रेट यार यस्तो महँगो यार 829 90 बुबु भनेको सानो महँगो हो त। एक महिनाको सेलरीले 2टा बुबु पनि नआउँदो रहेछ यार। कति एमएलको हो यो पनि कति महँगो रहेछ। यो भाषा पनि के हुन्छ हो यार भाषा यार जियुएलए के जाति भनेको चिनीलाई यस्तो भन्छ यार। हाम्रो चिनीलाई भाषा पनि के गर्ने जियुएलए के जाति हो यस्तो पनि लेख्ने हो।
खाने चिजलाई यसरी भन्नु ल प्याकेट आउने होइन त्यही लेखेको छ प्याकेट आउने यस्तो लेख्ने हो यार खानेकुरालाई यसो भन्नुहुन्छ नि सबै त्यो पनि लानु मिल्ने रे एकजनाले एउटा मात्रै मान्छेको भाषा नि हरेक हुँदो रहेछ ल जियुएलए के भने यो